चुपचाप छैनन् कुलमान घिसिङ। यो भन्नुको अर्थ के हो भने अब कुलमान घिसिङ जागेका छन् र आज मधेस झरेका छन्। कुलमान घिसिङ निर्वाचन घोषणापछि अथवा भनौँ जेएनजी आन्दोलन पछाडि जसरी सरकारमा गए त्यसैगरी सरकारबाट फिर्ती पनि भए। यद्यपि कुलमान घिसिङको विषयमा विभिन्न किसिमका टीका टिप्पणी पनि भइरहेका छन्। त्यतिन्जेलसम्मको लागि मन्त्री बन्नु रहेछ त किन मन्त्रीमण्डलमा छिरेको भनेर टिप्पणी पनि भइरहेको छ। तर अब कुलमान घिसिङ चुनाव केन्द्रित भाषण त्यसैगरी अभियान र गतिविधिमा सक्रिय भएको आज संकेत गरेका छन् र कुलमान घिसिङ मधेस झरेका छन्। काठमाडौँ 3 बाट आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेस झरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेस झरेका हुन्। बुधबार जनकपुर धाममा उनले बिहानै जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरू कसैलाई प्रधानमन्त्री बनाउन नभई आफै देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्। चुनावी कार्यक्रममा सहभागी हुन जनकपुर धाम पुगेका घिसिङले सञ्चारकर्मीसँगको भेटघाटमा भने देशको लिड गर्न हामी आएका छौँ, अरू कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ, हामी नै यो देशमा परिवर्तन गर्नेछौँ। कुलमान घिसिङले धेरै सिटमा उज्यालो अभियान पार्टी प्रतिस्पर्धामा रहेको जिकिर समेत गरेका छन्। हिजो व्यक्ति र पार्टीलाई मत दिए पनि अब देशको समृद्धिका लागि मतदान गर्न उनले आह्वान गरेका छन्। जेएनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गर्न र काम गर्ने अवसर दिन घिसिङले आग्रह गरेका छन्। घिसिङको पार्टीले देशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। यसो त बालेन र रवि लामिछानेसँगको पार्टी एकता टुटेपछि कुलमान घिसिङ निराश छन्। राजसभामा उनले ठूलो भाग खोजेको आरोप लगाइन्छ।